श्रमदान त्यो देशको माया हो। श्रमदाता श्रम संस्कृति पार्टीको प्राण भनेको श्रमदान हो र त्यो श्रमदान गर्ने महान व्यक्तिको परिचय नै हो श्रमदाता। तपाईहरु महान श्रमदातालाई म हार्दिक हार्दिक सलाम गर्न चाहन्छु। हामी सबै मिलेर यो देशलाई बनाउनु पर्छ। यो देश आफै बन्दैन। हाम्रो गीतले पनि भनेको छ देश आफै बन्दैन। त्यो देश बनाउनका लागि छातीभरि देश बोकेर निस्किएको एउटा व्यक्ति जो काम गर्न चाहन्छ, यही देशको माटोमा पसिना बगाउन चाहन्छ, यही देशमा उत्पादन र यही देशमा निर्माण गर्न चाहन्छ, यही देशमा समृद्धिको कल्पना गर्छ र त्यो कल्पनालाई सफलतामा परिणत गर्न सक्छ, त्यो सच्चा देशभक्तलाई श्रमदाता भनिन्छ। त्यो श्रमदाता हो तपाईहरु। यहाँहरु सबैजनालाई हार्दिक हार्दिक सलाम छ मेरो, हार्दिक हार्दिक धन्यवाद छ मेरो, हार्दिक हार्दिक सम्मान छ मेरो। श्रम संस्कृतिको परिभाषा थुप्रै हुन सक्छ। जसले जसरी लगाउँदाखेरि पनि हुन्छ। यसलाई हर्क साम्पाङले कसरी परिभाषित गरेको छ त्यसरी मात्रै गर्नुपर्छ भन्ने छैन। तर यसका केही आधारभूत मान्यताहरू छन्। श्रम संस्कृति भन्ने बित्तिकै सम्मानको संस्कृति पनि हो। हामी सबैले एकले अर्कालाई सम्मान गर्नुपर्छ। जीवनमा हामीलाई सम्मान चाहिँदो रहेछ। यो भिडमा आउने जो कोहीलाई पनि सम्मान चाहिन्छ। कसैले कसैलाई अपमान गरेको, कसैले कसैलाई हेला गरेको, कसैले कसैलाई विभेद गरेको, कसैले कसैलाई निषेध गरेको हामीलाई मन पर्दैन। पर्छ त? पर्दैन। त्यसले गर्दा एकले अर्कालाई सम्मान गर्ने गरौँ। यो संसारमा सबैभन्दा सानो मान्छे को छ भने त्यो हर्क साम्पाङ हो भने देखाइदियो। म किरालाई पनि नमस्ते गरिरहेको हुन्छु, कमिलालाई पनि नमस्ते गरिरहेको हुन्छु, ढुङ्गालाई पनि नमस्ते गरिरहेको हुन्छु, माटोलाई पनि ढोगिरहेको हुन्छु, हावालाई पनि ढोगिरहेको हुन्छु, प्रकाशलाई पनि ढोगिरहेको हुन्छु, म सारा प्रकृतिलाई ढोगिरहेको हुन्छु। त्यो प्रकृतिलाई माया गर्नुपर्छ भन्ने बात नै हो हाम्रो श्रम संस्कृतिको हर्कबाद, जसको आधारमा हामीले तीनटा आधार देख्छौँ। प्रकृति, हामी मान्छेले मान्छेलाई सम्मान गर्नुपर्छ। मान्छेले मान्छेलाई मात्रै सम्मान नगरेर सारा तपाईको चाहिँ पृथ्वीलाई नै हामीले माया गर्नुपर्छ। त्यो पृथ्वीलाई माया गर्ने मान्छेलाई श्रमदाता भन्नुपर्छ। यहाँहरु सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। लाखौं करोडौं बिरुवा रोपौँ हामी। म यहाँहरु सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु। यो बर्सातको मौसममा तपाईले थोरैमा एकजना बराबर 5 वटा बिरुवा रोप्नुहोस्। बिरुवा रोप्दाखेरि फलफुलको बिरुवा रोप्नुहोस्। हाम्रो वन जंगल भरि फलफुलै फलफुल भए फलिरहेको होस्। कसले खान्छ भनेर वास्ता नगर्नु। तपाई जहाँ जानुहुन्छ बिरुवा रोप्नुपर्छ तपाईले, किनभने तपाई श्रम संस्कृतिवादी हर्कवादी मान्छे हो। त्यो हर्कवादको पहिलो स्तम्भ नै हो प्रकृति। त्यस्तो देश बनाऊ जुन देशमा संसारभरिका चराहरू उडेर आओस् है। जंगलैभरि काफल पाकिराखेको, किम्बु पाकिराखेको, चिउरी पाकिराखेको, आँप फलिराखेको, कसैले नखाएर चाहिँ आँप झरेर त्यो कोयाबाट फेरि अर्को आँपको बिरुवा पलाइराखेको, त्यो पनि फुलेर फेरि तपाईँको फलेर त्यो पनि झरिराखेको। त्यस्तो देश बनाउन सक्छौँ हामी। त्यस्तो खालको देश हामीले बनाउन सक्छौँ भन्ने अठोट त्यो तपाईँको चाहिँ जाँगर हामीसँग छ भने मात्रै हामीले यो देशलाई समृद्ध बनाउन सक्छौँ। हामी व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ। मेरो मतलब हामी वन जंगलमा किन फलफुलको बिरुवा रोप्नका लागि गइरहेका छौँ त भन्दाखेरि हामी व्यक्तिगत स्वार्थभन्दा माथि उठ्छौँ भन्ने अभियान देखाइरहेका छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो बर्सातमा तपाईहरुले बिरुवा रोप्नुहोस्। बिरुवा रोप्नुहुन्छ हैन? हो। यो प्रकृतिलाई माया गर्नु भनेकै आफूले आफैलाई माया गर्नु। किनभने हामी आफै प्रकृतिको एउटा सानो अंश मात्रै हो। हामी संस्कृतिका कुरा गर्छौँ। अत्यन्तै खुसी लाग्यो आज अर्जुन धारा यो ठाउँमा म पहिलोचोटि पाइला टेक्दैछु। खुसी लागेको छ। हाम्रो यहाँका झापा जिल्ला अध्यक्ष केशव भण्डारीज्यू, उहाँ र उहाँको टिम यो आयोजनाको लागि जो जतिले दुःख गर्नुभएको छ सबैजनालाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। मलाई थाहा थिएन यहाँनिर चाहिँ महाभारत को समयको चाहिँ एउटा ठुलो गाथा बोकेको चाहिँ एउटा मन्दिर पनि रहेछ। यहाँ अर्जुनले बाण हानेर एउटा धारा प्रकट गराउनु भयो। त्यो धाराबाट चाहिँ थुप्रै गाईहरूले पानी पिएर, थुप्रै अरू प्राणीहरूले पनि तपाईको चाहिँ के अरे पानी पिएर यहाँनिर जीवन सम्भव भयो भनेर अघि भर्खरै
तल जलेश्वर महादेव मन्दिरको मलाई लाग्छ उहाँ एउटा विशेष व्यक्ति हुनुहुन्थ्यो, मूल गुरु हुनुहुन्थ्यो। उहाँले चाहिँ नि भन्नुभयो अत्यन्तै यो चाहिँ नि ऐतिहासिक धार्मिक र पावन भूमिमा हामी भेला भएका छौँ। यहाँहरूले गर्नुभएको सम्मान प्रति म हार्दिक आभार व्यक्त गर्दछु, हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्दछु। हो यो हो संस्कृति। एकले अर्कालाई निषेध गर्नुलाई संस्कृति भनिँदैन, एकले अर्कालाई माया गर्नुपर्छ। त्यो मायाको संस्कृति यहाँ देख्दाखेरि म अत्यन्तै धेरै तपाईँको प्रभावित भएँ र यहाँहरू सबैजनालाई म हार्दिक अपिल गर्न चाहन्छु। यहाँ झापाका श्रमदाताजीहरूलाई म अपिल गर्न चाहन्छु। त्यहाँ त्यो अर्जुन धाराबाट एउटा अन्त्येष्टि गर्ने एउटा ठाउँ रहेछ, त्यो ठाउँसम्म चाहिँ त्यो पानी पुर्याउनु पर्ने भन्ने कुरा रहेछ। त्यसलाई श्रमदानबाट हामी गरौँ है। दार्चुलामा पुल थाप्न सक्ने श्रमदाताले अर्जुन धाराको त्यो पानी तल त्यहाँ जहाँसम्म पुर्याउनु पर्ने हो त्यहाँसम्म पुर्याउनु सक्छ त? खोइ दुईटा हात हेरौँ त। असम्भव नै के छ र, हामी जुट्ने भए विभाजनका पर्खाल टेकी माथि उठ्ने भए। असम्भव नै के छ र, हामी जुट्ने भए विभाजनका पर्खाल टेकी माथि उठ्ने भए। जातिले फुटाएको नेपाली समाज, पार्टीले फुटाएको नेपाली समाज, धर्म र वर्ग अनि व्यक्तिगत स्वार्थले फुटाएको नेपाली समाजलाई एक सूत्र एक मालामा बाँच्न के अरे गाँच्न निस्किएको संस्कृति हो श्रम संस्कृति। यहाँहरू सबैजनालाई यो संस्कृतिमा हार्दिक स्वागत गर्न चाहन्छु। 3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ। अब नीतिले र भाषणले आश्वासनले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ। अब यो श्रमदान गर्ने महान श्रमदाता तपाईँ यहाँ उपस्थित साथै मिडिया मार्फत हेर्नुहुने हामीलाई ताप्लेजुङदेखि दार्चुलासम्मका हाम्रा तमाम श्रमदाताहरूलाई आज म हार्दिक सम्मानका साथ सम्झन चाहन्छु। काम गर्नुहोस्, तपाईँलाई कसले के भन्छ भन्ने वास्ता गर्नु हुँदैन। हाम्रो टी सर्टमा होइन, हामीले तपाईँको लगाइराखेको टी सर्टमा लेखेको छ वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ, आशा हेर्नु छैन मैले कसले मलाई के दिन्छ। म हुँ श्रमदाता भनौँ त एकचोटि। हो म हुँ श्रमदाता, हो तपाईँ हो श्रमदाता, म हुँ श्रमदाता, हामी हौँ श्रमदाता है। यहाँहरू सबैजनालाई म प्रेरणा दिन चाहन्छु। काम गरौँ, कामले मात्रै देश बन्छ है, गफले देश बन्दैन। गफले देश बनाउँछु भन्ने मान्छेहरूको पछि थुप्रो लाग्यौँ हामी है। गफले देश बन्दो रहेछ? बन्दैन, कामले देश बन्छ। तर काम गर्ने मान्छेलाई खिचिटिउरी बिहानदेखि बेलुकासम्म गाली है। मैले अघि भने हर्क साम्पाङ यो पृथ्वीकै यो जगतकै सबभन्दा सानो मान्छे हो र तपाईँहरू मेरो विचारलाई पछ्याइराख्नु भएको छ भने तपाईँ पनि सानो बन्नुपर्छ। किनभने मैले तपाईँलाई मेरो फोटो भएको टी सर्ट दिएको छु है। त्यो टी सर्ट तपाईँले किन लाउनु भएको छ भने तपाईँ नै होस् हर्क साम्पाङ। हर्क साम्पाङ धेरै नखोजिराख्नुहोस् है। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्ने? तपाईँ नै हो हर्क साम्पाङ, तपाईँ नै हो त्यो परिवर्तन गर्ने मान्छे। यदि हर्क साम्पाङले आफूलाई यो जगतकै सानो मान्छे सम्झन्छ भने तपाईँले पनि आफूलाई यो जगतकै सानो मान्छे सम्झन्छ। तपाईँलाई गाली गर्न सक्छ मान्छेले, तपाईँलाई अनेक परीको तपाईँको चाहिँ आरोप लाउन सक्छ, अपमान गर्न सक्छ। त्यो अपमान सही यो नै लाखौँ अपमान सहेर पनि यो देशलाई बनाउने एउटा सच्चा देशभक्त कर्मठ श्रमदाता हो तपाईँ। त्यसो भएको कारणले गर्दाखेरि तपाईँले त्यसलाई माइन्ड गर्नुहुन्न। कसैले तपाईँलाई गाली गर्छ भने त्यसलाई गाली नै गरेर फर्काउनुपर्छ उत्तर भन्ने छैन। आज उपरान्त श्रमदाताले मलाई समर्थन गर्नुहुने मेरा सच्चा समर्थकहरूले संसारभरि छरेर रहनुहुने श्रम संस्कृतिका समर्थकहरूलाई मेरो हार्दिक विनम्रताका साथ निवेदन छ, अनुरोध छ, गाली गर्न छोडिदिउँ। अरूले हामीलाई गाली गरोस्, फुल रोप्दाखेरि हामीलाई गाली गरे, उद्योग खोल्दाखेरि गाली गरे, पार्क बनाउँदाखेरि गाली गरे, तपाईँको बाटो बनाउँदाखेरि गाली गरे, के चाहिँ तपाईँको गर्दाखेरि हामीलाई गाली गरेन र? तर त्यो गालीले गर्दाखेरि अझै हाम्रो संख्या त बढेर गएको देख्छु है। भगवानलाई म प्रार्थना गर्छु यस्तो आशिष हामीलाई दिनुहोस्, हामीलाई मन नपराउने मान्छे विरोधी मान्छेले गरेको गाली सब
सबै आशीर्वाद भएर लागोस्। हामीलाई विषको महासागर बन्नु छैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। अमृतको सानो थोपा भएर बाँच्नुपर्छ हामी, है? अमृतको सानो थोपा भएर बाँच्नुपर्छ। त्यो अमृतको जीवन तपाईँहरूले जिउनुपर्छ। हाम्रो टी सर्ट मैले बारम्बार भन्ने गरेकै कुरा, हाम्रो टी सर्ट हामीले किन अरू कलरको बनाएनौँ भन्दाखेरि सेतोको अर्थ हुन्छ प्रकाश। हरेक श्रमदाता प्रकाश हो, हरेक श्रमदाता अन्धकारमा बलेको एउटा दीप हो। निराश नहुनुहोस्, निराश भएको समाजलाई आशाले भरिदिनुहोस्, विश्वासले भरिदिनुहोस्। हुन्छ भनिदिनुहोस्, केही हुँदैन रहेछ भनेर ल्याङफ्याङ भएर हिँडिरहेको मान्छेलाई पनि सम्हालेर जीवनको तपाईँको चाहिँ के अरे अर्थ बुझाउनुहोस् र सही मार्गमा ल्याउनुहोस्। हामी ढुङ्गा मात्रै बोकेर यो समाज यो देश बनाउन लागि आएको होइन। त्यसलाई भन्छ संस्कृति, सुधारको कुरा। आज बिग्रेको छ भने भोलि सुधार्ने, भोलि बिग्रिन्छ भने पर्सि सुधार्ने भन्ने सुधारको मनोविज्ञान हो श्रम संस्कृति। यहाँहरू सबैजनालाई म यो पनि निवेदन गर्न चाहन्छु आदरणीय दाजुभाइ दिदीबहिनीहरू। अब धेरै घाम छ, धेरै कुरा भनिरहँ जस्तो मलाई लागेन। तपाईँको पीडा मैले बुझ्न सकेन भने म के श्रमदाता होइन? आई सुड फिल द पेन अफ अदर्स। अरूको पीडा मैले महसुस गर्नुपर्छ। म राजनीतिमा आउनुको कारणै त्यही हो। मैले दुःख पाएँ, मैले शास्ति खेपेँ, म खानु पाइनँ, मैले अवसर पाइनँ भनेर म यो राजनीतिमा आएको होइन, है? तर मैले यसो हेर्दाखेरि समाजको बिजोगहरू, विभेदका कारणले भएका बिजोगहरू, विभिन्न खालका छैन तपाईँको अज्ञान र अशिक्षाले भएका बिजोगहरू देखेर त्यो बिजोग अवस्थालाई थोरै भए पनि म राहत दिन सक्छु कि भनेर आएको मान्छे। यो देशमा जसको पुर्खाले भस्मै खोरिया फाँडेर होइन तपाईँको चाहिँ के अरे तल बेसीदेखि माथि लेकदेखि बेसीसम्म तपाईँको चाहिँ के अरे बारी बिदा खेत बिदायो, त्यस्तो मान्छेहरू आज हामी गरिब भएका छौँ, सुकुम्बासी पनि भएका छौँ, होइन र? त्यो सुकुम्बासीलाई खेदाइहाल्नुपर्छ भन्ने छ फेरि हाम्रो अहिलेको आधुनिक सरकार। म चाहिँ त्यस्तो आधुनिक सरकारमा विश्वास गर्दिनँ। प्रधानमन्त्री बालेनजीले झन्डै सेना नै परिचालन गरेर सबै उठाउनुपर्छ भन्नेतिर लागेको थियो। कराकै गरेर तपाईँ हामी सबै मिलेर कराकै गरेर त्यो कदम चाहिँ वापस लिएको छ। तर सुकुम्बासीहरूको बिजोग छ। यहाँ पनि धेरै मान्छेहरू सुकुम्बासी बस्तीबाट आउनु भएको छ होला, हो कि होइन? हो। सुकुम्बासी अव्यवस्थित बसोबासीलाई तुरुन्त तपाईँको चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग सडकबाट पनि छ, सामाजिक सञ्जालबाट पनि छ, सदनबाट पनि छ। यहाँहरू सबैजनाले यसमा साथ दिनुभएको छ, यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सरकार भनेको धनीको लागि होइन, गरिबको लागि हो। जो हिँड्न सक्छ, जो दौडन सक्छ उसको लागि होइन, है? जो हिँड्न सक्दैन, जो उठ्न सक्दैन बसेर, त्यस्तोको लागि तपाईँको राहत दिनका लागि काम गर्नुपर्छ सरकारले। म यहाँहरूलाई यो जानकारी गर्न चाहन्छु। सरकारलाई यो मञ्चबाट पनि, हुनु त सदनमा बोल्ने थुप्रो मेरो छँदैछ, तैपनि यहाँबाट पनि म सुझाव दिन चाहन्छु। ग्यासको कुरा होइन, पेट्रोलको कुरा, यी सारा कुराहरूले गर्दाखेरि अहिले तपाईँको चाहिँ एउटा सप्लाईसम्म गर्न नसक्ने, मैले हिजो भनेको हाँस्दै पनि थियो हुनुहुन्थ्यो, हाम्रो रविजीहरू पनि आउनु भएको थियो होइन, उहाँहरूको अगाडि भनेको हामीले किनेको पैसाले होइन, हामीले तपाईँको तिरेको जुन पैसा त्यो चाहिँ भेला गरेर कुन चाहिँले खाइदिन्छ कि के जस्तो लाग्यो। यो देशमा त त्यस्तो पनि छ होइन? बचत गरेको तपाईँको छैन, बचतहरू खाइदिने मान्छेहरू छन् थुप्रो, छैनन्? त्यसो भएको कारणले गर्दाखेरि त्यस्तो यदि भएको छ भने त्यस्तो गर्नु हुँदैन। तुरुन्त सरकार सचिनुपर्छ भनेर म भन्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, थुप्रै योजनाका कुराहरू यहाँनिर फाइलहरू 2-4 त आइसक्यो, अझै आउन बाँकी होला, है? अब यो क्षेत्रको सांसद त म होइन, तर यो देशको एउटा चाहिँ सच्चा नागरिक भएको नाताले मैले मेरै क्षेत्रको मात्रै बोल्नुपर्छ भन्ने कुरा छैन। यो क्षेत्रमा पनि के थोक यता पुल भत्किराखेको के छ अघि मैले गएर हेरिसकेँ, है? त्यो खालको तपाईँको चाहिँ के अरे योजनाहरूका कुराहरू पनि छ रहेछ होइन? यो देशभरबाट माग भएका योजनाहरूलाई सरकारले तुरुन्त ठेक्का लगाउनुपर्छ, है? यस्तो उस्तो भन्दै तपाईँको बाहना बनाउने नि, दसैँ तिहार आइहाल्छ, तिहार आइसकेपछि फेरि असार आयो भन्छ, सक्यो, अब फेरि अर्कोचोटि भन्ने किसिमले पुरानो शैलीबाट यो सरकार चल्नु हुँदैन भनेर पनि मैले सुझाव दिइरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँलाई अवगतै भएको कुरा पनि
हो जस्तो मलाई लाग्छ। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। ध्यान आकर्षण तपाईँहरूले बोल्न चाहेको कुराहरू, तपाईँहरूले ध्यान आकर्षण गराउन चाहेको कुराहरू चाहिँ हामीलाई पठाइदिनुहोस्, हामी त्यहाँनिर समय मिलाएर बोल्नेछौँ। यहाँहरू सबैजनालाई म यो तपाईँहरूका विभिन्न खालका समस्याहरू छन् होइन। सुकुम्बासीमै बस्ती बसोबास, कहीँ कतै बाढी पहिरोको समस्या, कहीँ कतै डुबानको समस्या, कहीँ कतै सिँचाइ नभएको कुरा अघि भर्खर जितेन्द्रजीले भन्दै हुनुहुन्थ्यो यहाँ ड्याम बनाउनुपर्छ देखि यावत कुराहरू के छन् ती कुराहरू हामीलाई पठाइदिनुहोस्, हामी समय मिलाएर सम्बन्धित मन्त्री जानकारी गराउनेछौँ र सदनमा पनि ती कुराहरू उठ्ने नै छ। यहाँहरू सबैजनालाई म यो वचन दिन चाहन्छु, यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। अब स्थानीय चुनाव आइराखेको छ। स्थानीय चुनावमा श्रम संस्कृतिको उम्मेदवारलाई किन जिताउनुपर्छ भन्दाखेरि श्रम संस्कृतिको उम्मेदवारले भ्रष्टाचार गर्दैन है। मैले बारम्बार भनेको कुरा फेरि यहाँ दोहोऱ्याउँछु। कोही मान्छे टिकट लिन आउनुभन्दा अगाडि म नेपाली कागजमा ठ्याप्सिङ लगाउन लाउँछु। उसले के लेखेर त्यहाँ मलाई दिएको हुन्छ भने मैले भोलिको दिनमा श्रम संस्कृति पार्टीको होइन चुनाव चिन्ह अन्जुलीको माटो लिएर चुनाव जितेपछि यदि मैले भ्रष्टाचार गरेको प्रमाणित भएमा मलाई त्यही पालिकाको श्रमदाताहरूले आएर के अरे तपाईँको तान्दै लगेर मुख्य चोकको खम्बामा पाता कसेर बाँध्नु, मोसो दल्दिनु, जुत्ताको माला लगाउनु, दिनभरि घाममा सेकाएर राख्नु, अनि अख्तियार लगायतका ठाउँहरूमा लगेर मुद्दा चलान गर्नु भनेर त्यो कागज गराएर मात्रै मैले टिकट दिने हो भनेपछि कुरा खतम। फेरि अर्क साम्बाङले जे बोल्छ त्यो गर्छ। मेरो खासियत चाहिँ त्यो हो होइन। हेर्दाखेरि यसो मट्याङ्ग्रा जस्तो देखिन्छु कि होइन, तर बोलेपछि सक्यो। त्यसै दार्चुलामा पुल थाप्न जान्छौँ, गाडीमा मात्रै जाँदाखेरि 7 दिन लाग्दो रहेछ। कहाँ हो त्यो गाउँ खोजेर आउनु भनेको 10 दिनमा मात्रै पुगेको। जबरजस्ती के साह्रो होइन। ढुङ्गामा डोकोबाट माटो ओसारेर ढुङ्गामाथि माटो लगाएर फुल फुलाएर तपाईँ फुलको बिरुवा रोपेर फुल फुलाउने मान्छे हामी फेरि होइन। त्यस्तो खालको मैले यो भन्न खोजेको कुरा के भन्दाखेरि त्यस्तो खालको श्रमदातालाई तपाईँहरूले जिताउनुपर्छ। मिडिया मार्फत मैले भनिरहेको छु। यदि त्यसरी तपाईँहरूले जिताउदिनु भयो भने त्यो पालिकामा भ्रष्टाचार हुँदैन। भ्रष्टाचारको त भ मात्रै यसो भ गर्नु खोजेमा म त होइन भन्नु नमिलेर मात्रै है त्यो हो। त्यसले गर्दाखेरि है मलाई हेर्नुहोस् पहिला होइन, मलाई हेर्नुहोस् 200 रुपियाँको चप्पल लाएर आएको छु छैन। यो देश धनी नभइन्जेलसम्म म यसरी नै हिँड्छु लुम्रे झुम्रे है। देश धनी नभइन्जेलसम्म अर्क साम्बाङको गेटअप यही हो। मलाई अर्को राम्रोमा यसो आउँछ कि भन्नुभयो होला के को राम्रोमा यस्तै हो। झन्डै हाफ प्यान्टमा आइदिएको तर अलिक त्यो चाहिँ हदै भुन्छ होला भनेर। यो देश नबनुन्जेलसम्म, यो देश धनी नभइन्जेलसम्म म धनको आशा गर्दिनँ। यदि म त्यस्तो छु भने मेरो विचारलाई फलो गर्ने श्रमदाता पनि त्यस्तै हुनुहोस्। म यहाँहरू सबैजनालाई त्यो भन्न चाहन्छु। अनि त्यो खालको विचार राख्ने मान्छेले भोलि भ्रष्टाचार गर्छ गर्दैन। भ्रष्टाचार नहुनु भनेकै तपाईँको विकास हुनु है। 5 लाखको बजेट छुटाएर 3 लाख चाहिँ गोजीमा हालेर 2 लाखको झारो टाढेर पेपर चाहिँ 5 लाखको बुझाउने गरेको कारणले गर्दाखेरि यो देशमा अहिलेसम्म तपाईँको चाहिँ के हो त भन्दाखेरि विकास भएन। त्यसो भएको कारणले स्थानीय चुनावमा म यहाँहरू सबैजनालाई मिडिया मार्फत भन्न चाहन्छु, नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई, अन्जुलीको माटो चुनाव चिन्ह अन्जुलीको माटो श्रम संस्कृति पार्टीको उम्मेदवारलाई जिताइदिनुहोस्। र श्रम संस्कृति पार्टीको उम्मेदवारले जितेको पालिकाहरूमा श्रमदानबाट पनि काम हुन्छ होइन। म धरानको नेतृत्व गरेर अस्ति भर्खर छोडेको धरान मात्रै त्यस्तो पालिका हो जहाँ दुईतर्फी विकास हुन्थ्यो। एउटा बजेटको विकास, उता त्यो ठेक्का पट्टा ठेकदारले गर्ने काम बजेटको काम, अर्को श्रमदानको काम। र त्यही खालको तपाईँको पालिका चाहिँ 753वटै पालिका हामीले बनाउनु पर्छ भने हामीले श्रमदातालाई जिताउनु पर्छ। म सबैजनालाई त्यो भन्न चाहन्छु। तर सानो तर सुन्नुभयो भनेको श्रमदाताहरूलाई म अनुरोध गर्न चाहन्छु।
मलाई यो पद भएन, म त अध्यक्ष भएँ भने मात्रै काम गर्छु, म त सचिव भएँ भने मात्रै काम गर्छु, मैले टिकट पाएँ भने मात्रै म त सघाउँछु, होइन भने अरूतिर भोट हाल्छु भन्ने खालको मान्छेलाई म श्रमदाता भन्दिनँ। श्रमदाता भन्दिनँ म त्यस्तोलाई है। हाम्रो विचारले शासन गर्नुपर्छ यो देशमा, हाम्रो विचारले सुशासन ल्याउनुपर्छ यो देशमा, हाम्रो विचारले समृद्धि ल्याउने हो नि है। तपाईँले टिकट नपाए पनि तपाईँको साथीले पाउला नि त है। तर हाम्रो चुनाव चिन्ह अञ्जुलीको माटोले जित्नुपर्छ। पालिकाहरूमा जिल्लाहरूमा म कहीँ कतै सुन्छु, सबैतिर त होइन, कहीँ कतै सुन्छु, मैले पाएँ भने पाएन तर यस्तो गर्छु उस्तो गर्छु। त्यो श्रम संस्कृतिमा चल्दैन। गुटबन्दी गर्नुहुन्छ भने मैले पार्टीबाट निकाल्नको लागि बैठक बस्नु पर्दैन। एउटा स्टेटस लेख्छु, एउटा स्टेटस लेख्नलाई छिट्टो टाइप गर्छु, 15 सेकेन्ड हो, 15 सेकेन्ड हो। यो चाहिँ कुरा याद गर्नुपर्छ है। वान टिम वान गोल वान नेसन, एउटै टिम हो हाम्रो, एउटै उद्देश्य हो र एउटै देश हो। त्यसले गर्दाखेरि हामी त्यसरी जानुपर्छ। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, व्यक्तिगत स्वार्थ लिएर व्यक्तिगत तपाईँको होइन महत्त्वाकांक्षालाई धेरै त्यत्रो ठुलो बढावा दिएर तपाईँहरूले खैला बैला गर्नु पाउनुहुन्न। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, किनभने त्यो देश जुन देशमा तपाईँ हामी त रोएरै बाँच्यौँ होइन, रोएरै बाँच्यौँ। यहाँ आधीभन्दा धेरै मान्छेको परिवार विदेशमा छ होइन। अहिले त्यो कुरा मैले यहाँ भने रुनुहुन्छ तपाईँहरू है। कोही भिजा लगाएर बसिरहेको होला, पासपोर्ट गोजीमा होला, यहाँ भरे पर्स निकाल्छु भन्दा त पासपोर्ट पनि निस्किरहेको है। त्यो किन भयो त यो देशमा भन्दाखेरि यो देशमा सही राजनीतिक नेतृत्व हुन सकेन, भिजन भएको नेतृत्व आउन सकेन। यदि त्यसो हो भने अबको नेतृत्वले गर्छन् त श्रम संस्कृतिकोले भनेर हामीले भनिरहेका छौँ। तर यहाँ चाहिँ म पालिकाको अध्यक्ष बन्न पाइनँ, मैले टिकट पाइनँ भन्ने हिसाबले तपाईँहरू भाँडिनुहुन्छ भने त्यो भविष्य, त्यो तपाईँको चाहिँ नि होइन क्षितिजमा तपाईँको हामीले देखेको सपना त्यो पुरा हुन्छ हुँदैन। त्यसले गर्दा भोलि तपाईँको छोरा पनि रुँदै है, बुहारीलेको चाहिँ नि तपाईँको 15 दिनमा रुँदै रुँदै तपाईँको बुहारीले छोडेर साउदी नजाओस्, मलेसिया नजाओस्, तपाईँको नातिको त्यो खालको नियति नहोस् भन्ने चाहनुहुन्छ भने व्यक्तिगत तपाईँको चाहिँ नि इगो, व्यक्तिगत महत्त्वाकांक्षालाई बढावा नदिनुहोस्। त्यो हाम्रो लक्ष्यलाई हेर्नुहोस्, त्यो हाम्रो भविष्यलाई हेर्नुहोस्। म यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यत्रो तपाईँ लागेको छ जस्तो मलाई लाग्छ होइन हो। त्यसले गर्दाखेरि है त्यो फोटो खिचेर यसो हेर्ने मात्रै होइन, त्यसको अर्थ रहोस् है, त्यसको अर्थ रहोस्, त्यसको अर्थ रहोस्। म सबैजनालाई भन्न चाहन्छु, त्यो फोटो खिच्नको लागि पनि केही समय त छुटाउनुपर्छ होला। त्यसले गर्दा मैले यति मात्रै भने, यहाँहरू सबैजनालाई मिलेर अघि बढ्नु होला। श्रम संस्कृतिमा स्वागत गरेका छौँ हाम्रो सुदन किराँतीज्यू है। मैले भनेको त्यो कुरा म दोहोऱ्याउँदिनँ। मैले एकचोटि उतातिर क्यामेरा फर्काइदिनु मात्रै भनेको। प्रदेशको चुनाव पनि आउँदैछ, स्थानीय चुनाव पनि आउँदैछ, प्रदेशको चुनाव पनि आउँदैछ। हाम्रो धरती, हाम्रो आकाश भनौँ त एकचोटि। यो देशको ढुङ्गा माटो यही देशको कर्म होइन। देशमा ठाउँमा आउँ गरौँ श्रम किन गर्ने हो। देशमाथि उठाउन आउँ गरौँ श्रम, होइन भिजाऊ यो देश सारो पिलहरा फलाऊ यो देश।
धरती हाम्रो आकाश हाम्रै परिवेश श्रम सबै मिली बनायो देश। यही गीत गाउँदै गाउँदै श्रम गर्नुहोला, नाच्दै नाच्दै श्रम गर्नुहोला, नाच्दै नाच्दै बाँच्नुहोला, अरूलाई पनि नाच्न सिकाउनुहोला, हाँस्न सिकाउनुहोला। जीवन अर्थपूर्ण बनाउनुपर्छ हामी सबै मिलेर।